ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभरामा तीर्थयात्री र पर्यटकको सहजताका लागि निर्माण सुरु भएको केबल कार निर्माणको काममा अवरोध कायमै छ। लगानी गर्न पुगेको लगानीकर्तालाई आन्दोलन र विभिन्न धम्कीले लगानी गर्ने मनोबल गिराउने काम अझै भइरहेको छ। यसै जिल्लाको फक्तालुङ गाउँपालिकामा निर्माणाधीन माथिल्लो तमोर जलविद्युत आयोजनामा पनि विरोधको आवाज उठ्न थालेको छ। निर्माणाधीन स्थलमा कालो झण्डा गाडिएको छ। सुरुङ निर्माण गर्न थालेपछि आयोजनाको काम रोक्न सङ्घर्ष समिति नै बनाएर माग गरिएको छ। तमोर इनर्जी प्यारीले तमोर नदीबाट 285 मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न लागेको हो। तर यहाँ पनि लगानीकर्तालाई छेप्ने काम सुरु भएको छ। यता कोशी प्रदेश सरकारले भने पर्यटन वर्ष 2082 सुरु गर्दै लाखौं पर्यटकलाई कोशीका पर्यटकीय क्षेत्रमा भित्र्याउने लक्ष्य राख्दै समृद्धि खोजिरहेको छ। अनि वैशाख 18 र 19 गते विराटनगरमा लगानी सम्मेलनको आयोजना गरेर देश विदेशका लगानीकर्तालाई प्रदेशका विभिन्न स्थान र क्षेत्रमा लगानी गर्न आग्रह पनि गर्दैछ। यसै प्रदेशमा लगानीकर्ताको मनोबल गिराउने उच्च स्वर भएको समयमा सरकारले लगानीकर्ता बोलाउँदा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षित स्थान यो प्रदेशलाई मान्लान्? प्रश्न उठेको छ। अब पर्याप्त पूर्वाधार बिना नै 3.5 करोडको लगानी सम्मेलन र 10 करोडको पर्यटन वर्षको उपलब्धि के होला? जनमानसमा समीक्षा सुरु भएको छ। ताप्लेजुङको पाथिभरामा केबल कार परियोजनाले सरकारको योजना र कार्यक्रमलाई गिज्याइरहेको त छैन? यो सोच्ने समय पनि हो। सरकारले लगानी मार्फत स्थानीय स्तरमा रोजगारी सृजना गर्ने र ग्रामीण क्षेत्रलाई आर्थिक उपार्जनमा जोड्ने दाबी गरेको छ। सरकारकै दाबीमा सुहाउँदो रोजगारी र स्थानीयतासँग जोडिएको केबल कार परियोजनाले भोगेको दुःखले लगानीकर्ता झस्किएका छन्। अनि हामीले बुझ्नुपर्ने कुरा के हो भने लगानीकर्ताले कुनै पनि स्थानमा आएर लगानी गर्न चाहन्छ भने पहिले त्यहाँको सरकारलाई होइन, पहिले लगानी गरेका लगानीकर्तालाई नै सोध्छ के यो लगानी गर्न योग्य स्थान हो अनि लगानीको सुरक्षा कति हुन्छ। यसको उत्तर ताप्लेजुङका 2 लगानीकर्ताले अब के देला? केबल कार र जलविद्युतमा देखिएको समस्या प्रदेश सरकारको क्षमताले समाधान गर्न सकेको छैन। प्रदेश मातहत सुरक्षा संयन्त्र र लगानी संयन्त्र दुवै नहुँदा यस्ता समस्या देखिने गरेका छन्। सरकारी मापदण्ड पुर्याएर अनुमति प्राप्त कम्पनीले समेत काम गर्न नपाएको चर्चाका बीच नयाँ लगानीकर्ता भित्र्याउने कुरा चुनौतीपूर्ण पक्कै रहेको छ। कोशी प्रदेश सरकारले लगानी सम्मेलन मार्फत 1.39 अर्ब लगानी भित्र्याउने गरी तयारी गरेको छ। लगानी सम्मेलनमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, स्वास्थ्य सेवा तथा पूर्वाधारका 54 परियोजनालाई प्रस्तुत गर्ने तयारी भएको छ। कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाका अनुसार पर्यटनमा 15 वटा प्रोजेक्ट मार्फत 37 अर्ब 97 करोड लगानी ल्याउन लागि छ। भौतिक पूर्वाधारतर्फ 31 अर्ब 1 करोड, कृषिमा 3 अर्ब 8 करोड, उद्योग क्षेत्रमा 65 अर्ब 40 करोड, जलविद्युतमा 2 अर्ब 70 करोड, आइटिसीमा 47 करोड र उत्पादनमा 60 करोडको परियोजना सोकेसिङ हुने भएका छन्। यसरी ठुला परियोजनाको लक्ष्य राखिरहँदा प्रदेशभित्र लगानीकर्ताको अवस्था कस्तो रहेको छ? उनीहरू के चाहन्छन् र के हुँदैछ पनि सरकारले बुझ्न आवश्यक देखिन्छ।